कान्छाले अस्ति प्रतिबद्धता गरेर गएको थियो। आज बुहारीले त्यही पैसा चाहिँ हस्तान्तरण गर्ने भन्ने बारेमा चाहिँ आज बुहारी आउनु भएको छ, हाम्रो बहिनी पनि आउनु भएको छ। अनि त्यसैको बारेमा चाहिँ यो त्यस पछाडि हामी अलिकति बुहारीको चाहिँ स्वास्थ्य आफैले अब डायलिसिस गर्नुपर्ने भएको कारणले गर्दाखेरि उहाँलाई चाहिँ अलिकति पहिला बिदा दिएर हामी अरू कार्यक्रममा चाहिँ जुटौँ भन्ने लागेकोले गर्दाखेरि फर्स्टमा चाहिँ हामी यही पक्षतिर जाँदैछौँ। अब त्यो चाहिँ कोषाध्यक्ष भाइले पहिले यो लगाइदिनुहोस् बुहारीलाई हुन्छ 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 बुहारीलाई अब हाम्रो मान्छे हुनुको लागि अझै पनि फेरि पनि अझै हामीले अपेक्षा उहाँको स्वास्थ्य एकदम एकछिन त अनि त्यहाँ हाम्रो अब छोरीचेली काहीँलाई पनि यो चाहिँ अलिकति भन्छ हाम्रो घुमाएको त त्यहाँ त निस्किन्छ निस्किन्छ हुन्छ हुन्छ सिधाबाट कान्छा उता उतापट्टि उभुङ्ग खदा अरू पनि छ एउटा छ उतापट्टि उभुङ्ग सबैको बाहिर 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 अलिकति उता उतापट्टि साइड उता भयो त्यहाँ त्यसले त अब संसारभरि देखाउनु पर्दा पहिला अब जग्गाको लागि भइसक्यो, अब घर बनाउनुको लागि त फेरि अझै किन मलाई फेरि उता उता ए भुन्जीले खोइ फोटो खिचेको खोइ उता खोइ फोटो खिचेको लु होटेललाई हो